सो हेलो एन्ड व्हाट्सअप गाइज के छ एभ्रिवान हैन 2082 सालको 81-82 सालको पनि इक्जाम आउन आँटिसकेको छ र कक्षा 12 लाई इक्जामको लागि सबैलाई बेस्ट अफ लक सबै स्टुडेन्टहरुलाई मेरा च्यानलका सब्स्क्राइबर फ्यामिलीहरुलाई पनि एकदमै धेरै शुभकामना छ है। राम्रो होस् हजुरहरुको इक्जाम। र आज मैले एजुकेसन एन्ड डेभलपमेन्ट शिक्षा र विकासको मोडल क्वेशन सोलुसन लिएर आएको छु। यो मोडल क्वेशन कुनै इक्जाममा आएको होइन, तर यस्तै खालका क्वेशनहरु प्रश्नहरु आउने छ भन्ने म तपाईहरुलाई भन्न चाहन्छु। यस्तै खालका प्रश्नहरु बुझेर जानुस्, पक्का पनि तपाईहरु इक्जाममा छिटै पास हुनुहुनेछ। म पनि 2080 सालको 12 टपरै हुँ। त्यसकारण म भन्न सक्छु कि तपाईहरुले रटेर भन्दा पनि त्यो चीजलाई बुझेर कुनै पनि चीजलाई बुझेर जानुभयो भने चाहिँ सबैभन्दा धेरै फाइदा हुन्छ। शिक्षा र विकास यो दुईटा चाहिँ तपाईले एकदमै धेरै बुझ्नुपर्छ। रटेर जाने हैन। शिक्षा भनेको के हो यो रटेर जाने हैन। विकास भनेको के हो यो रटेर जाने हैन क्या। शिक्षा र विकासलाई बुझेर जाने हो। के हो शिक्षा भनेको, विकास भनेको के हो यो भनेको यो कुरालाई बुझ्ने हो। शिक्षा र विकास बीच के सम्बन्ध छ यो कुरालाई बुझ्ने हो। र धेरै धेरै धन्यवाद। हाम्रो मार्क्सको युट्युब च्यानलमा 1700 प्लस सब्स्क्राइबर भएको छ र धेरै धेरै धन्यवाद। र हाम्रो इन्स्टाग्राममा पनि 50,000 भन्दा माथि फलोअर्स हुनुभएको छ र फ्यामिली हुनुभएको छ। धेरै धेरै धन्यवाद। तपाईले अहिलेसम्म पनि इन्स्टाग्राममा फलो गर्नुभएको छैन भने कमेन्टमा लिंक हुनेछ, गएर फलो गर्नु होला। न त युजर नेम हुनेछ, कमेन्ट पिन गर्न मिलेको छैन त्यसकारण युजर नेम छ, गएर फलो गरेर मलाई कुनै पनि यसको बारेमा पीडीएफ चाहियो भने पनि मलाई मेसेज गर्न सक्नुहुनेछ। र धेरैले भन्नुहुँदै थियो ब्याकग्राउन्ड म्युजिक हटाउनुस् भन्नुहुँदै थियो। ब्याकग्राउन्ड म्युजिक हटाउनु भन्दा पनि ब्याकग्राउन्ड म्युजिक आउने बेलामा चाहिँ म्युट गरिदाखेरि सही हुन्छ, किनभने ब्याकग्राउन्ड म्युजिक भएन भने भिडियोमा अलि जान आउँदैन। त्यसकारण मैले ब्याकग्राउन्ड म्युजिक हालेको। त्यसकारण तपाईहरुलाई पनि सुनसानमा लेख्नु भन्दा त थोरै अलिअलि ब्याकग्राउन्ड म्युजिक हुँदाखेरि अलि राम्रो हुन्छ कि भनेर। र मैले पेडागोलोजीको पनि हालेको थिएँ, बिजनेस इंग्लिश सबैको हालेको छु। एजुकेसन फ्याकल्टीको पनि हालेको छु, कमर्सको पनि हालेको छु। मेजर इंग्लिश लिनेहरुको लागि पनि क्वेशन मोडल क्वेशनहरु छ। एजुकेसनको त धेरै नै छ। त्यसकारण चाहिँ तपाईहरु सबैजनाले गएर युट्युब च्यानल भिजिट गरिदिनुहोस् र राम्रो राम्रो भिडियोहरु छ एकदम हेर्दिनु होला। र आशा गर्दछु तपाईहरुको इक्जाम एकदमै राम्रो हुनेछ। धेरै क्वेशनहरु मोडल यो क्वेशन चाहियो मलाई, यो क्वेशन दिनुस्, यो क्वेशन भन्नुहुँदै थियो। म पनि एकदमै धेरै बिजी छु, त्यसकारण तपाईहरुलाई क्वेशन दिन सकिन माफ चाहन्छु है। मैले सकेसम्म गर्ने प्रयास गरेकै हो। तपाईहरु यहाँनेरि मैले छोटा प्रश्नदेखि ठूलो प्रश्न बडा प्रश्न सबै लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र पीडीएफ चाहियो भने तपाई इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ। र अरु कुनै पनि जानकारीका लागि पनि इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ। मलाई फेसबुकमा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। इन्स्टाग्राममा त्यति धेरै अन हुँदिन, फेसबुकमा अन हुन्छु। त्यस कारणले मलाई मेसेज गर्न सक्नुहुन्छ। र यस्तै यस्तै जस्तै नेपालमा पहिलो शिक्षा योजना आयोग कहिले लागू भएको थियो, यस्तो क्वेशनहरु जुन क्वेशनहरु चाहिँ 1 मार्क्स गोटामा आउँछ। यो क्वेशनहरु धेरै पढ्नु पर्दैन। यसको लागि चाहिँ पोइन्ट पोइन्ट रट्नु पर्छ। यसको लागि चाहिँ कुनै यस्तो सामान्य ज्ञानका प्रश्नहरु बुकहरु कहिलेकाहीँ हेर्ने बानी बताउनु हो। शिक्षाका शिक्षा सम्बन्धी बुकहरु हुन्छ, उ बुकहरुमा पोइन्ट पोइन्ट नोट गर्दै लेख्नु होला। अब त इक्जाम धेरै नजिकै, वैशाख 10 गतेबाट होला सायद। म पनि देशभन्दा थोरै बाहिरै छु, त्यसकारणले त्यति धेरै ज्ञान छैन। वैशाख 10 बाट हुने सम्म हुने भनेको छ। त्यसकारणले तपाईहरुको इक्जाम एकदमै राम्रो होस् भन्ने चाहन्छु। र धेरै बोलिन पनि म धेरै बोले भने पनि तपाईहरुलाई बोरिङ लाग्न सक्छ। त्यसकारणले तपाईहरुलाई कस्तो खालको भिडियो चाहियो, कुन कुन भिडियो चाहियो कमेन्ट बक्समा लेखिदिनु होला। र यस्तै यस्तै फर्मेटमा एन्सर दिँदाखेरि चट्ट झिक्ने मैले अलिकति लामो गरेर एन्सर दिएको छु। र विद्यालय शिक्षाको मुख्य उद्देश्य के हो यो भनेर मैले विद्यालय मुख्य उद्देश्यलाई चाहिँ हरियो कलरले त्यसलाई लेख्ने प्रयास गरेको छु, तपाईहरुलाई छिटै होस् देखियोस् भनेर। र भिडियो ढिलो स्क्रोल हुँदैछ भने तपाईहरु स्पिड अप्सन हुन्छ उता 3 डट गएर स्पिड प्लेब्याक स्पिडमा क्लिक गरेर स्पिड बढाउन सक्नुहुन्छ। र स्लो हुँदैछ भने त्यसलाई स्पिड हुँदैछ भने स्लो गर्न पनि सक्नुहुन्छ है त।
र मेरो आवाजले तपाईँलाई डिस्टर्ब हुँदैछ भने साउन्ड अफ गरिदिनुहोस् र फटाफट मोडो क्वेसन सोल्युसन लेख्नु होला है त। र यो 1 मार्क्स गरिरहेको क्वेसनहरू छ, एकदमै राम्रो छ, तपाईँहरू लेख्दै गर्नुहोस्। र लेख्नु होला, नेपालमा अनिवार्य निःशुल्क शिक्षा कुन तहसम्म सुनिश्चित गरिएको छ भनेको छ। यो एकदमै 8 कक्षा आधारभूत तह र माध्यमिक तह निःशुल्क शिक्षा व्यवस्था गरिएको छ। सबै कुराहरू चाहिँ तपाईँले यो चाहिँ तपाईँहरूको माइन्डमा हुनैपर्छ है त। शिक्षा र विकास बिचको मुख्य सम्बन्ध के हो त? शिक्षा र विकास बिचको मुख्य सम्बन्ध भन्नु के हो? वाट इज द मेन रिलेसनसिप बिट्विन एजुकेसन एन्ड डेभलपमेन्ट? यसको बारेमा चाहिँ तपाईँले एन्सरहरू सबै मुख्य सम्बन्ध के हो, त्यसै गरी शिक्षा विकास बिच के सम्बन्ध रहेको छ, विकास भनेको के हो, शिक्षाले रोजगारमा कस्तो भूमिका निर्वाह गर्छ, शिक्षा र शिक्षाका लागि विकासका लागि शिक्षा किन आवश्यक छ, विकास शिक्षा बिच के सम्बन्ध छ, यो सबै चिजहरू चाहिँ एकदमै रटेर जानु होला। र म ज्यादा रटेर भन्दा पनि ज्यादा पढ्नुहोस्, कुनै चिजलाई पढ्नुहोस् कि यति पढ्नुहोस् कि शिक्षा बारेमा पढ्नुहोस्, यति पढ्नुहोस् जो तपाईँको दिमागमा घुसोस् कि शिक्षा बारेमा केही लेख्न जुनसुकै टपिकबाट जतासुकैबाट घुमाएर लेख्न आए पनि तपाईँ यो बारेमा लेख्छु भनेर कन्फिडेन्ट भएर जानुहोस्, पक्का पनि पास हुनुहुनेछ। र तपाईँहरू सस्टेनेबल डेभलपमेन्ट गोल अन्तर्गत शिक्षा सम्बन्धी कुन लक्ष्य छ भनेको छ। त्यो चाहिँ लक्ष्य नम्बर 4 क्वालिटी एजुकेसन। त्यो चाहिँ एकदमै लेख्नु होला। र छोटा छोटा प्रश्न मैले स्क्रोलिङ स्लो गरेको छु ताकि तपाईँहरूलाई लेख्न पनि टाइम मिलोस्, र स्पेलिङ मैले छिटो गरेँ भने फेरि तपाईँहरूले लेख्न पनि टाइम मिल्दैन। त्यसकारण मैले भिडियोमा बोलिरहनुको कारण चाहिँ फेरि तपाईँहरू फेरि म्युजिक लाएर बोरिङ हुन सक्नुहुन्छ, बरु अलिअलि भए पनि केही सिक्नुहुन्छ मेरोबाट भन्नु खोजेको। म त्यति जान्ने त होइन, म पनि एउटा स्टुडेन्टै हो, ब्याचलरमा रनिङ छु, सेकेन्ड इयरमा अहिले। त्यस कारणले मैले जानेको बुझेको कुराहरूलाई चाहिँ तपाईँहरूलाई यो सिकाउन चाहन्छु होइन। यो सूचना र तथा सञ्चार प्रविधि आइसिटी शिक्षामा कसरी प्रयोग गरिन्छ होइन, यस्तो चिजहरू चाहिँ लेख्नुपर्छ है त। यस्तो चिजहरू तपाईँहरूले रटेर एक दिमागमा बसाएर जानुपर्छ कि यस्तो चिजहरू चाहिँ बुकको चाहिँ तपाईँहरूले टपिक जुन टपिक छ नि त्यसलाई सबैले मजाले बुझेर जानुहोस्। बुक पढ्नुभन्दा पनि अगाडिको सरर टपिक हुन्छ त्यसलाई चाहिँ युट्युबमा खोज्नुहोस्, च्याट जिपिटी खोज्नुहोस्, सब चिज खोज्नुहोस्, सबै चिज खोजेर तपाईँले एकदम खोजेर चाहिँ त्यो सूचना तथा सञ्चार प्रविधि यो भनेको के हो, त्यो बुकमा के भन्नु खोजेको छ, च्याट जिपिटीलाई गएर सोध्नुहोस्, सबै भनिदिन्छ तपाईँको, सबै नै भनिदिन्छ। तपाईँले पहिले सोध्नुपर्छ कि तपाईँलाई यो बुकको बारेमा थाहा छ, यो कलेजको यस्तो बुकको बारेमा थाहा छ, त्यो कुरा भन्नुहोस् पहिला। त्यसपछि यो बुकको सरर मलाई दिनुहोस्, अगाडिको टपिक दिनुहोस्, बोल्नुहोस्। त्यसपछि यो टपिक मलाई एक्सप्लेन गरिदिनुहोस् छोटोमा, मैले याद होस्, यस्तो गर्नुहोस्, एक्सप्लेन बुझ्नु सक्नु भयो भने मलाई अझै बुझाइदिनुहोस् भन्नु। यसलाई चित्रात्मक विधिबाट कसरी याद गर्ने सबै सोध्नुहोस्, च्याट जिपिटीले हरेक कुरा भनिदिन्छ। अहिले जमाना मोडर्न भइसक्यो है त। र एकदमै भिडियो लेख्दै गर्नुहोस्, तब तक म चाहिँ एकैछिनको लागि बिदा हुन्छु। र गाइज समूह खको प्रश्नहरू छ, यो चाहिँ तपाईँको 5 मार्क्स कोटाको 18 प्रश्न आउँछ होइन। सायद यसमा पनि अप्सन चुज गर्ने हुन्छ। तपाईँले यसलाई लेख्दाखेरि चाहिँ सुरुमा अलिकति जुन भन्नु खोजेको शिक्षा र मानव संसाधन बिचको सम्बन्धलाई चाहिँ तपाईँले अलिअलि
थोरै ब्रिफलीमा थोरैसी यसलाई बुझाउनुपर्छ। त्यसपछि तपाईँले पोइन्टमा लेख्दा नि हुन्छ, यसलाई प्याराग्राफमा लेख्दा नि हुन्छ। मैले प्याराग्राफमा लेख्दै जो हरियोमा लेखेको छ यसको सब टपिकहरू यसको बारेमा थोरै अलिकति एक्सप्लेन गरिदिएको छु, ताकि हेर्नेलाई पनि थोरै राम्रो होस्। तपाईँले लेख्दाखेरि चाहिँ गाजागुजुङ लेख्नुभन्दा पनि अलिक फर्मेटिङमा लेख्नु होला, एकदमै राम्रो हुन्छ फर्मेटिङमा लेख्दाखेरि। र हेर्नेलाई पनि राम्रो हुन्छ, जो हेर्नेलाई मार्क्स दिनेलाई पनि राम्रो लेखेछ यसले, राम्ररी गरेको छ भन्ने कुरा हुन्छ। त्यस कारणले मैले भिडियोलाई थोरै स्पिडमा बढाइदिएको छु, ताकि तपाईँहरूलाई यस्तो भयो भने गएर स्टप गर्दै हेर्न पनि सक्नुहुन्छ, न त स्लो मोसनमा हेर्न पनि सक्नुहुन्छ है त। कार्यदक्षता र नेतृत्व क्षमता शिक्षाले व्यक्तिमा निर्णय क्षमता, समस्याको समाधान गर्ने सिप र नेतृत्व गुण विकास गर्दछ। शिक्षित व्यक्ति समाजमा प्रभावकारी निर्णयकर्ताको रूपमा अगाडि बढ्दछ भनेको छ त। भन्दाखेरि शिक्षा मानव संसाधन विकासको आधार हो। शिक्षित, दक्ष र सृजनशील जनशक्ति राष्ट्र विकासको प्रमुख सम्पत्ति हो। शिक्षाले मात्र समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा रूपान्तरण गर्न सक्छ भनेर अन्तिममा थोरै निष्कर्ष पनि लेखिदिनु होला है त। यसरी लेख्दाखेरि चाहिँ एकदमै फर्मेटिक रूपमा देखिन्छ, यसकारण चाहिँ यसरी लेखिएको छ त। शिक्षा निजी र सरकारी क्षेत्रको भूमिकाको तुलना गर्नुहोस्। निजी र सरकारी क्षेत्रको भूमिकाको तुलना गर्नुहोस्। राख्ने चलन हुन्छ होला सायद, केन्द्र राख्ने चलन हुन्छ। यो अलिकति चाइनिज भाषामा आएछ कहाँबाट यो लेख्न बिर्सेको, तपाईँहरू आफै बुझेर। यो शिक्षालाई सरकारी क्षेत्रमा केन्द्रित राख्ने चलन हुन्छ, यही हो। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी सुविधा प्रदान गर्दछ। गुणस्तरीय शिक्षाको गुणस्तर, शुल्क र सेवा, यो चाहिँ सब टपिकहरू छ। तपाईँहरूलाई मिलाएर लेख्न सक्नुहुन्छ, यही लेख्नुपर्छ भन्ने होइन। तपाईँको माइन्डमा यो पढ्नुहोस्, एकचोटि मजाले बुझ्नुहोस्, र तपाईँको माइन्डमा के छ सर र साइडमा बस्नुहोस्, लेख्नुहोस्, फेरि आउनुहोस्, युट्युबमा आउनुहोस्, फेरि हेर्नुहोस् भिडियो, मिल्यो कि मिलेन। र तपाईँले यसरी भिडियो हेर्नुहोस् पहिला सुरु, र फेरि त्यही क्वेसनहरू टिपोट गर्नुहोस्, फेरि लेख्नुहोस्, र मलाई लेखेको एन्सरलाई मलाई मेरो जिमेल yogesbhattarai550@gmail.com पनि पठाउन सक्नुहुन्छ। नत्र इन्स्टाग्राम, फेसबुक जहाँ पनि पठाउन सक्नुहुन्छ। म तपाईँको एन्सरलाई जाँचेर तपाईँलाई मार्क्स दिनेछु, यति गर्न सक्छु। गुणस्तरीय शिक्षाका मुख्य विशेषताहरू के हुन्? गुणस्तरीय शिक्षा भनेको विद्यार्थीलाई जीवनोपयोगी ज्ञान, सिप, मूल्य र दृष्टिकोण प्रदान गर्ने प्रभावकारी शिक्षण हो। यसले व्यक्तिको सम्पूर्ण विकासमा योगदान पुर्याउँछ। गुणस्तरीय शिक्षा तथा शिक्षाका प्रमुख विशेषताहरू निम्नानुसार छन्। के हो त गुणस्तरीय शिक्षा भनेको? शिक्षा भन्ने बित्तिकै व्यक्तिमा किताबी ज्ञान मात्र हुँदैन, भविष्यको लागि चाहिने ज्ञानहरू पनि शिक्षै हो। सङ्घर्षसँग लड्ने ज्ञान पनि शिक्षा हो। कुनै चिजहरूमा लड्ने ज्ञान पनि शिक्षा हो। शिक्षाले व्यक्तिलाई एकदमै लड्ने आँट प्रदान गर्छ, क्षमता प्रदान गर्छ है त। अब शिक्षामा आधुनिक प्रविधिको प्रयोगहरू छ। यहाँनिर इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीको प्रयोग गरिन्छ। आधुनिक प्रविधिहरूमा यस्तै छन्। नैतिक र मानवीय मूल्य सिकाउने। मैले धेरै एक्सप्लेन गरिनँ, किनभने तपाईँलाई धेरै नराम्रो लाग्न सक्छ। म्युट गरेर सुन्नु होला अगर मेरो आवाज तपाईँलाई डिस्टर्ब गर्दैछ भने। गुणस्तरीय शिक्षा भनेको केवल किताबी ज्ञान मात्र प्रदान गर्नु होइन, विद्यार्थीलाई व्यवहारिक, नैतिक, युक्त र समाजप्रति उत्तरदायी बनाउनु पनि हो। गुणस्तरीय शिक्षाले व्यक्तिको साथसाथै समाज र राष्ट्रको विकासमा पनि महत्त्वपूर्ण भूमिका गर्छ। त्यही मैले भन्नु खोजेको यही हो। शिक्षामा लैङ्गिक समानताको महत्त्व के हो? उदाहरणसहित वर्णन गर्नुहोस् भनेको छ है त। लैङ्गिक समानता भनेको महिला, पुरुष तथा अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई समान अवसर, अधिकार र पहुँच प्रदान गर्नु हो। शिक्षामा लैङ्गिक समानता हुनु भनेको सबैलाई शिक्षामा समान अवसर हुनु हो। सबै महिला, पुरुष, तेस्रो लिङ्गी भनिन्छ हाम्रो समाजमा, उहाँहरूलाई सबैलाई समान रूपमा जो हुन्छ, यसलाई चाहिँ शिक्षामा लैङ्गिक समानता हो। समता र समानता भन्ने चिजहरू पनि एकचोटि याद गरेर जानु होला। समता र समानता भनेको चिजहरू तपाईँलाई अलिकति के हो भन्ने थाहा छैन भने मलाई कमेन्ट गर्नु होला। म त्यसको लागि स्पेसिफिक एउटा भिडियो बनाउँछु, के हो त समता, के हो त समानता। समानता र समता अलग अलग पार्ट हुन् है त। यसको भिडियो चाहियो भने कमेन्टमा भिडियो चाहियो यस बारेमा भनेर लेखिदिनु होला है त।
तपाईँले चाहिँ शिक्षाको बारेमै चाहिँ बुझ्नुपर्छ। जस्तै बालबालिका शिक्षामा समाज र परिवारको कस्तो भूमिका हुन्छ। अब शिक्षा भनेकै सबैभन्दा पहिला शिक्षा बालबालिकाले लिने भनेकै परिवारबाट हो, त्यसपछि समाजबाट हो, अनि त विद्यालय जान्छ है विद्यार्थी। परिवारमा कस्तो भूमिका हुन्छ, परिवार जस्तो वातावरण भयो विद्यार्थीले सिक्ने त्यही हो। त्यसकारण प्रेरणा र अभिप्रेरणा त्यस्तै हो। नैतिक कस्तो घरमा अब के माहौल छ त्यही सिक्छ, समाज कस्तो छ त्यही सिक्छ। झगडालु अब्राहम लिङ्कनले भने जस्तै एक भनेको वर्ड थियो नि, जस्तो विद्यार्थीले जुन वातावरणमा हुर्किन्छ उसले त्यही सिक्छ। र अलि भन्न आएन तर त्यही हो होइन। समाजको भूमिका कस्तो हुन्छ है समाजमा। अब समाजले बालबालिकाको शिक्षामा व्यावहारिक र सामाजिक विकासको योगदान गर्छ। सामाजिक वातावरण समाजले शिक्षाको प्रवर्धन गर्ने वातावरण सिर्जना गर्दछ। शिक्षित समाजले बालबालिकालाई ज्ञानपूर्ण गतिविधिमा सहभागी गराउँछ। त्यसै गरी सांस्कृतिक र नैतिक शिक्षा समाजले बालबालिकालाई संस्कार, नैतिकता र सामाजिक मूल्य सिकाउँछ। बालबालिकाले समाजबाट व्यावहारिक ज्ञान प्राप्त गर्दछ। व्यावहारिक ज्ञान प्राप्त गर्ने भनेकै समाजबाटै हो। सहकार्य गर्न पनि समाजबाटै सिक्छ, कसरी एकअर्का बिच सहकार्य गर्ने। त्यसै गरी संरक्षण र प्रेरणा समाजमा जस्तै रुख रोप्ने कार्यक्रमहरू हुन्छ, यीबाट त प्रेरणा लिन्छ। यस्तै चिजहरूबाट प्रेरणा लिन्छ। एक आपसमा सहयोग गर्नुपर्छ, यही संरक्षण गर्नुपर्छ सामानहरूको। बालबालिका शिक्षामा परिवार र समाज दुवैको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ है त। संरक्षण दिन्छ भनेको छ। शिक्षामा नवपरिवर्तन र प्रविधिको प्रभाव कस्तो हुन्छ भने है, पुरानो चिजहरूलाई परिवर्तन गरेर कस्तो प्रविधिको प्रयोग कसरी हुन्छ, प्रभाव कसरी हुन्छ। प्रविधिको प्रभाव, नवपरिवर्तन र प्रविधिको प्रभाव शिक्षामा। शिक्षण विधिमा सुधार। अब शिक्षण विधिको कुराहरू पनि आएको छ है त। नयाँ नयाँ चिजहरूलाई जस्तै अनलाइन, स्मार्ट बोर्ड। अहिले त जमाना मोडर्न भइसक्यो, त्यस कारणमै मोडर्न स्टाइलले पढाइ पनि मोडर्न स्टाइलमै हुन्छ है त। अहिले स्मार्ट बोर्डहरू आउन थाल्यो। पहिले जस्तो चक लेखेर भित्तामा गर्नु पर्दैन। पहिले ऋषिमुनिहरूले जस्तो एउटा रुख मुनि बसेर पढ्नु पर्दैन। हामीलाई त पढ्नको लागि अच्छा वातावरण छ है। यस्तो राम्रो वातावरण पनि हामीले पढेनौँ भने फोनहरू छ, अनलाइन युट्युब छ, भिडियो छ, हर ठाउँबाट सिक्न सकिन्छ। सिक्नको लागि जो मान्छे सिक्न इच्छुक हुन्छ नि उसले हर जग्गाबाट सिक्छ, एकदमै हो। जो मान्छेले कुनै पनि चिज सिक्छु भनेर लाग्छ नि यो उसले त्यो जसरी पनि सिक्छ भन्छ। त्यसै गरी मूल्याङ्कन प्रक्रिया, त्यसै शिक्षामा नवपरिवर्तन र प्रविधिको उदाहरणहरू पनि दिएका छन्। मैले चाहिँ अलिकति धेरै लामो भन्दा पनि अलिकति तपाईँहरूलाई बुझाउनलाई मजाले लेखिदिएको हो। तपाईँहरू सर्ट बनाएर आफ्नो हिसाबले लेख्न सक्नुहुन्छ। र मैले आवाजलाई म्युटै गरिदिएँ किन भन्दाखेरि चाहिँ बोरिङ लागिरहेको थियो भन्नुहुँदैछ, त्यस कारणले म्युट गरिदिएको छु। यो भिडियोमा म्युट अच्छा राम्रो लाग्छ या ब्याकग्राउन्ड म्युजिक हाल्दै राम्रो लाग्छ एकचोटि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र ब्याकग्राउन्ड नोइजहरू ज्यादा आइरहेको छ त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। र हेर्दै गर्नु होला। र समूह गएको प्रश्नहरू चाहिँ 8 मार्क्स कोठाको 3वटा प्रश्न आउँछ र एक प्रश्न अप्सन पनि दिएको हुन्छ। यसमा चाहिँ तपाईँहरूले चाहिँ अलिकति धेरै नै सम्झाउनुपर्छ है त। यो मैले शिक्षा प्रणालीमा आवश्यक सुधारहरूलाई अलिकति कलर चेन्ज गरेर लेखेको छु। त्यसको सब टपिकहरू हो सबै अलि लामो लेख्नुपर्छ है त। यसमा चाहिँ तपाईँहरूले छोटो लेखेर अलिकति काम छैन, किनभने मार्क्स आउँछ भने लामो लेख्नुहोस्, प्याराग्राफमा लेख्नुहोस्, पोइन्टमा लेख्नुहोस्। जति आउँछ त्यो पोइन्टमा लेख्दा चाहिँ एकदमै राम्रो है त। त्यसको बारेमा पोइन्टमा लेख्नुहोस्, अलिक तलतिर आउनुहोस्, फेरि प्याराग्राफमा सम्झाउनुहोस्। धेरै बनाउनु छ भने त्यही हो कुरो। प्रविधि मिति शिक्षा प्रणाली लेख्नुहोस् 2-4वटा, फेरि त्यसको बारेमा सम्झाउनुहोस्। त्यसलाई फेरि प्याराग्राफमा हाल्नुहोस् अलिक मजाले मिलाएर। तिनवटालाई घुमाउनुहोस्, यता घुमाउनुहोस् उता घुमाउनुहोस् न, त्यो हेर्नेलाई पनि अलिकति मार्क्स दिउँ क्या। यो मान्छेले चाहिँ एउटै चिजलाई चाहिँ यताबाट यता घुमाएर यति मजाले लेखेको छ कि राम्रो होस्। अलिअलि बाहिरीको कुरा ल्याउनुहोस्। बाहिरी कुराहरू चाहिँ एकदमै जरुरी छ है त पढ्नलाई। बुकको ज्ञानले मात्र टपर हुनु छ भने त बुकको ज्ञानले मात्र पनि हुँदैन, कुनै पनि ज्ञानले हुँदैन है। बुकको ज्ञानले टपर हुन सकिँदैन, सिधी राम्रो कुरो
म यति भन्न सक्छु कि कुनै मान्छेले बिना बाहिरको ज्ञान सिकेर बुक मात्र रटेर जान्छु भन्दा त्यो बस टपर पनि नामको मात्र टपर हुन्छ, उसले सिकेकै हुँदैन केही कुराहरू है त। त्यसको लागि चाहिँ पढ्नुपर्छ, बाहिरी किताबहरू पढ्नुपर्छ। मेडिटेसनहरू चाहिँ एकदम गर्नुहोस्, मेडिटेसनले सबैभन्दा धेरै प्रभावकारी पार्छ। तपाईँहरू पढ्नुभन्दा अगाडि 5 मिनट 10 मिनट जति सक्नुहुन्छ मेडिटेसन गर्नुहोस्, अरू दिमागलाई फ्रेस बनाउनुहोस्, फेरि पढ्नुहोस्, फेरि बोरिङ लाग्छ, सुत्नु मन लाग्छ, मेडिटेसन गर्दा चिलाउँछ, एकदमै धेरै जरुरी छ है त। सिस्टमेटिक मेडिटेसन गर्न एकदमै धेरै जरुरी छ। सिस्टमेटिक आउँदैन भने पनि तपाईँहरू युट्युब हेर्नुहोस्, फलो गर्नुहोस्, 5 मिनट गर्नुहोस् र फेरि पढ्न बस्नुहोस्, एकदमै धेरै फोकस पावर एकदमै धेरै बढ्छ है त। यो चाहिँ कुरा मैले आफै नै इम्प्लिमेन्ट गरेको हो त। त्यस कारणले यो शिक्षामा नवप्रवर्तन यो एउटै प्रश्न दुईचोटि दोहोरिए जस्तो छ, त्यही पनि एउटै अलिकति भिन्नै एन्सर छ, मैले दोहोरिए जस्तो छ, ठिकै छ। यो पनि एउटै प्रश्न हो, एकचोटि चेक गरेर हेर्नुहोस्। पुरै एउटै हो, तर लेखाइ शैली थोरै फरक होला, त्यस कारणले एकदमै हेर्नु होला। यो 4 नम्बर 5 नम्बर दिएको छ, यसमा नझुकिनु होला। जुन रेडले 21-22 नम्बर दिएको छ त्यो मात्र क्वेसन हो है। यो 4 नम्बर 5 नम्बर चाहिँ यसकै उयो हो र अथवामा क्वेसन आउँछ। यो एकदमै सामाजिक भूमिका के हो, यो अथवामा क्वेसन आउँछ। त्यसमा अप्सन चुज गर्न सक्नुहुन्छ, दोनोमा एउटा लेख्नुपर्छ तपाईँ, दुईमा अब तपाईँ कुन लेख्नुहुन्छ तपाईँको कुरा हो होइन। जुन रेडमा लेखेको छ त्यो मात्र क्वेसन हो, अरू सबै एन्सर हो है, त्यो यसरी बुझ्नु होला। फेरि यो पोइन्ट लेखेको तपाईँ आफ्नो हिसाबले लेख्नु होला, मैले आफ्नो हिसाबले तपाईँहरूलाई अलिक मजाले बुझियोस्, प्रष्टै बुझियोस् भनेर चाहिँ यो तपाईँहरूलाई लेख्नु दिएको हो। त्यसकारण अब अलिकति बाँकी छ, थोरै बाँकी छ, त्यस कारणले भिडियो लामो भएकोमा एकदमै धेरै क्षमा प्रार्थी छु। तर तपाईँहरूको लागि फेरि तपाईँहरूलाई कतिलाई स्पिड बढाउन घटाउन पनि नआउन सक्छ, त्यस कारणले सबैको ध्यान आकर्षण गर्दै मैले चाहिँ यो गरेको हो। भिडियोलाई स्टप गर्दै छिटो जान्छ भने स्टप गर्दै पनि गर्न सक्नुहुन्छ, नभए स्पिडलाई बढ गराएर गर्न सक्नुहुन्छ। र व्यक्तित्व विकास र सदाचार वृद्धि भनेको छ, एकदमै राम्रो छ। यो भिडियोमा के प्रब्लम लाग्यो, कस्तो चाहिँ हुनु पर्थ्यो तपाईँको विचारमा, त्यो पनि कमेन्ट लेखिदिनु होला। र 12को एक्जाममा एकदमै धेरै मेहनत गर्नु साथीहरू। 12को एक्जाम फेरि आउँदैन र 10 र 12 भन्ने चिज त एकदमै धेरै इम्पोर्टेन्ट हो। यो सर्टिफिकेटमा तपाईँलाई पछि फेरि लाज लाग्न सक्छ है त। म यति कुरा भन्न सक्छु, 12को एक्जाम
को मार्कसिट हरेक ठाउँमा चाहिन्छ, जुनसुकै कामको लागि पनि तपाईँ जानुहुन्छ हरेक ठाउँमा चाहिन्छ। तपाईँलाई देखाउन लाज मर्नु छ या पुरा खुलेर देखाउनु छ, मेरो त यति 3 GPA 4 GPA आयो, यति देखाउनु छ भने चाहिँ तपाईँले मेहनत चाहिँ गर्नैपर्छ है त। बिना मेहनत केही हुनेवाला छैन। यहाँ कुनै पनि सरले इक्जाम बोर्डमा इक्जाम वो लेखिदिँदैन है त, कुनै पनि तपाईँको सर आउँदैन है त। अलग्गै हो हुन्छ, चिटिङ गरेर पास गर्छु सोच्नुभएको होला। चिटिङ यो पास गर्ने अप्सनमै नराख्नुहोस्, यो अप्सन जुन दिन हुन्छ त्यही दिन लेख्नुहोस् है त। चिटिङ गरेर पास गर्ने चाहिँ सोच्दै नसोच्नु है त। चिटिङले गर्न सक्दैन, तपाईँ पढेर मात्र के गर्नुहुन्छ, चिटिङ गरेर पास गरेर के गर्नुहुन्छ, जिन्दगीमा कुछ भएन भने चिटिङ गरेर सर्टिफिकेटमा त 3 GPA 4 GPA हाल्नु होला। पछि कसैले अगाडि पढ्न जाँदाखेरि त्यो चिज पढेको भए हुन्थ्यो, यति उयो हुन्छ नि, रिग्रेट हुन्छ नि, त्यो बेला थाहा पाउनुहुन्छ। त्यस कारणले एकदमै धेरै ध्यान लिएर पढ्नु होला है, एकदमै धेरै ध्यान चाहिँ दिनुपर्छ पढ्नलाई। र यो अन्तिम नम्बरको प्रश्न के छ भने, शिक्षामा आन्तरिक मूल्याङ्कनको भूमिका के हो? आन्तरिक मूल्याङ्कनले विद्यार्थीको सिकाइ सुधारमा प्रभाव पार्ने प्रभावहरू। उदाहरण चाहिँ आन्तरिक मूल्याङ्कन शिक्षा प्रणाली विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने विभिन्न विधिहरू छन्, जसमा आन्तरिक मूल्याङ्कन प्रमुख हो। तपाईँहरूले पुरा विधिहरू पनि लेख्नु सक्नुहुन्छ यसमा। पुरा विधिहरूलाई आन्तरिक मूल्याङ्कन विद्यार्थीको प्रगतिलाई नियमित रूपमा मापन र सिकाइ सुधारमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो परीक्षामुखी शिक्षा प्रणालीलाई सिपमुखी बनाउन सहयोगी हुन्छ भनेको छ है त। तपाईँहरूले आन्तरिक विधिहरू के हुन् है सबै खुलाउन सक्नुहुन्छ। यति धेरै एक्सप्लेन गर्नु पनि जरुरी छैन, म तपाईँलाई बस इन्फर्मेसन दिनको लागि चाहिँ यो अन्तिम नम्बरमा यो प्रश्न आउँछ। र सकेसम्म ठुलो मार्क्सको क्वेसन छोड्दै नछोड्नुहोस्, जति आउँछ लेख्नुहोस्, जति आउँछ लेख्नुहोस्। यदि किताब वो इक्जाम हलमा जानुभयो क्वेसन मिल्यो, तपाईँलाई हेर्ने बित्तिकै केही पनि आएन, एउटा दुईवटा प्रश्न आयो, त्यसपछि चाहिँ आउँदैन भने सबसे पहिले के गर्नु भन्दाखेरि आगो प्रश्नलाई गर्नुहोस्, आरामले गर्नुहोस्, ध्यान लाएर गर्नुहोस्, फोकस भएर गर्नुहोस्, भगवानलाई प्रणाम गर्नुहोस्, कसलाई प्रणाम गर्नुहोस्। यो गरेपछि एकैछिनपछि फेरि त्यो अर्को प्रश्न पनि देखिन्छ, यो त आउँथ्यो मलाई, यो भन्नुहुन्छ, सोच्नुहुन्छ, फेरि गर्नुहोस्। आएन भने अघि पछि हेर्नुहोस्, नहेर्नु भन्दिनँ म, अघि पछि हेर्नुहोस्, थोरै आइडिया मिल्छ, आफ्नो हिसाबले लेख्नुहोस्। पढेर चाहिँ जानै पर्छ है त, यति कुरा चाहिँ भन्छु, बुझ्नु चाहिँ पर्छ यो टपिकलाई। बिना बुझेर त्यो चोरेर लेख्छु, यता घुमेर लेख्छु, यो हिसाबले चल्दैन, जीवन यो हिसाब हुँदै होइन है। त्यस कारणले अलिकति पढेर जानुपर्छ है। आन्तरिक मूल्याङ्कन भनेको के हो यो चाहिँ पुरा जान्नै पर्छ। र एउटै क्वेसनको एन्सरलाई एउटा प्रश्न आन्तरिक मूल्याङ्कन भनेको के हो यो प्रश्न चाहिँ तपाईँले बारेमा चाहिँ जान्नै पर्छ। यसको एन्सर अरू केही नआए पनि तपाईँलाई एउटा चिज चाहियो, बस आन्तरिक मूल्याङ्कनको उद्देश्यहरू लेख्नुहोस्, यो लेख्नुहोस् भन्यो भने पनि एउटै एन्सर हुन्छ। महत्त्व लेख्नुहोस्, यो पनि भन्यो भने पनि त्यही आन्तरिक मूल्याङ्कन जान्नुभएको छ भने तपाईँले यही बुझ्नुहुन्छ। मतलब त्यो ठाउँमा आफूलाई राखेर एन्सर लेख्नुहोस् क्या। तपाईँ यो यस्तो प्रश्नहरू पनि सामाजिकहरूमा आउनसक्छ, यो ठाउँमा हुनुभएको भए, मेयर हुनुभएको भए के गर्नुहुन्थ्यो, त्यो तपाईँ सोच्नुहोस्, त्यो ठाउँमा जानुहोस्, यो ठाउँको यो समस्याहरू छ, यो ठाउँमा म भएको भए के गर्न सक्थेँ, यो हिसाबले आफूलाई राखेर एन्सर लेख्नुहोस् न, एकदमै धेरै मौखिक हुन्छ। र यो यस्तो एन्सरलाई धेरैभन्दा धेरै प्रायोरिटी दिन्छ है, सोच्नु होला। र यो मेरो मार्क्स भयो युट्युब च्यानलमा 17 नै 1.7K फ्यामिली हुनुमा धेरै धेरै धन्यवाद। र इन्स्टाग्राममा 50K भन्दा माथि र फेसबुकमा 70K भन्दा माथि फलोवर हुनुभएको फ्यामिली हुनुमा धेरै धेरै धन्यवाद। र तपाईँको इक्जाम राम्रो होस् यही कामना गर्दछु। हस्त धन्यवाद। आजलाई यति नै। अल द बेस्ट सबैलाई, कक्षा 12को सबै स्टुडेन्टलाई। के कस्तो भिडियो चाहियो मलाई भन्नु होला है त। धन्यवाद।